कतारको राजधानी दोहा नजिकै रहेको अल उदैद एयरबेस मध्य पूर्वमा अमेरिकी केन्द्रीय कमान्डको हवाई अपरेसनको मुख्यालय हो, जुन इरानको निशानामा परेको छ। इजरायलसँगको युद्धमा अमेरिका समेत सहभागी भई इरानी आणविक केन्द्रहरूमा आक्रमण गरेपछि इरानले पनि यसअघि घोषणा गरे जस्तै अमेरिकी सैन्य आधार बेसलाई निशाना बनाएको हो। कतारस्थित अमेरिकी सैन्य बेसमा लगभग 8000 अमेरिकी सैनिक तैनात छन्। यस अमेरिकी सैन्य अड्डाको हालैका सेटेलाइट तस्विरहरूले इरानमा अमेरिकी आक्रमण अघि सावधानी अपनाउँदै दर्जनौं विमानहरूलाई धावन मार्गबाट हटाइएको देखाएको छ। अल उदैद एयरबेस कतारको राजधानी दोहाबाट करिब 32 किलोमिटर अर्थात् 20 माइल दक्षिण पश्चिममा अवस्थित छ। यो बेस राजधानीको शहरी कोलाहलबाट टाढा मरुभूमि क्षेत्रमा बनाइएको छ। यो सल्वा रोड नजिकै पर्दछ, जुन दोहालाई साउदी अरबको सिमानासँग जोड्ने मुख्य राजमार्ग हो। अल उदैद एयरबेस एक विशाल सैन्य अखडा हो। यसले लगभग 62 वर्ग किलोमिटर करिब 15000 एकड क्षेत्रफल ओगटेको छ। यो क्षेत्रफल काठमाडौँ महानगरपालिकाको क्षेत्रफल भन्दा पनि ठूलो हो। यसको धावन मार्ग लगभग 15000 फिट 4.5 किलोमिटर लामो छ, जुन मध्य पूर्व क्षेत्रको सबैभन्दा लामो धावन मार्गहरू मध्ये एक हो। यसले ठूला कार्गो र बम वर्षक विमानहरूलाई समेत सहजै सञ्चालन गर्न अनुमति दिन्छ। यो बेस जानी मानव बस्ती भन्दा सुरक्षित दूरीमा निर्माण गरिएको छ। यो दोहाको मुख्य शहरी क्षेत्रबाट 30 किलोमिटर भन्दा बढी टाढा छ। यसलाई रणनीतिक र सुरक्षात्मक कारणहरूले गर्दा एकान्तमा राखिएको हो। यसको मुख्य उद्देश्य सैन्य गतिविधिहरूलाई गोप्य राख्नु र कुनै पनि सम्भावित आक्रमण वा दुर्घटनाको अवस्थामा नागरिक क्षेत्रमा हुने क्षतिलाई न्यूनीकरण गर्नु हो। यो एक पूर्ण रूपमा सुरक्षित र आत्मनिर्भर क्षेत्र हो, जहाँ सामान्य नागरिकको पहुँच हुँदैन। यसको वरपरको क्षेत्र पनि धेरै हदसम्म खाली र